खुसीको खुसीको खबर एससी रिजल्ट छिटै नै आउने भएको छ साथीहरू। यहाँ देख्नु छ न्युज पनि आइसकेको छ। देख्नु एससी कपी जाँच ढिलाइ लेखेको छ यहाँनिर। 12 खरी समाचारबाट लिएका छौँ। देख्नु सक्छ यहाँनिर 12 खरी समाचारबाट लिएका छौँ। एससीको कपी जाँचमा ढिलाइ नतिजा कहिले आउँछ भनेर लेखेको छ यहाँ तलनिर। अलि तल यहाँ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक कार्यालय कक्षा 10 सानोठिमी भक्तपुर लेखेको छ। अलि तल यहाँ देख्नु सक्छ यहाँ काठमाडौँ माध्यमिक विद्यालय शिक्षा परीक्षा एसई दिएर बसेका 5 लाख बढी विद्यार्थी यतिखेर नतिजाको पर्खाइमा छन्। गत वर्षहरूमा नतिजा निकाल्ने प्रक्रिया व्यस्त हुने परीक्षा नियन्त्रक कार्यालय कक्षा 10 पनि यतिखेर पर्खाइमा नै छ। कापी जाँच र सङ्कलनमा निमित्त तोकिएका 50 केन्द्रमध्येबाट फाटफुट बाहेक त्याग आएको छैन। शिक्षक आन्दोलनका कारण कपी जाँच प्रक्रिया धकलेपछि एसईको नतिजा शिक्षक आन्दोलनका कारण कपी जाँच प्रक्रिया धकलेपछि एसईको नतिजा गत वर्षहरूकै जस्तो समयमा आउला त भनेर लेखेको छ यहाँनिर। कापी जाँचमा 32 दिन ढिलाइ पर्खाइमै छ बोर्ड लेखेको छ तल यहाँ। अलि तल हेरौँ यहाँनिर। अलि तल हेर्दा यहाँनिर शिक्षा ऐन जारीमा राख्दै 2081 चैत 20 गते आन्दोलन होमिएका शिक्षक 21 दिनसम्म काठमाडौँका सडकमै रहे। शैक्षिक सत्र सकिएर खाली भएको यही 1 महिना गत वर्षमा एसईको कपी जाँच निमित्त छुट्याउने गरिएको थियो। त्यसपछि तल लेखेको छ यहाँ देख्नु। तर आन्दोलनकै कारण यो वर्ष कापी जाँच गर्न 32 दिन ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ, जसका कारण नतिजा 1 महिनाभन्दा बढी धकल्ने सम्भावना छ। 1 महिनापछि धकलेको छ साथी। देख्छौँ यहाँ न्युज पनि आइसकेको छ। कपी जाँचमा 34 दिन ढिलो भएको छ। हामी कहाँ आएपछि प्रोसेसमा 34 दिन लाग्छ। केही केन्द्रबाट नतिजा तथ्याङ्क आउन थालेको छ। 50 वटाबाट आइपुगे पर्खाइमै छौँ। हामी परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का नियन्त्रण गणेश प्रसाद भट्टराईले भने, कार्यालयमा सबै केन्द्रका नतिजा प्राप्त भएको 36औं दिनमा नतिजा सार्वजनिक गर्न सकिने उनले दाबी गरे। कति छिटो वा ढिलो कापी जाँच र सङ्कलन गरेर हामी प्राप्त हुन त्यसैमा नतिजा कहिले भनेर निर्भर गर्छ। भट्टराईले थपे, कापी जाँच एउटै प्रदेशमा नभई अन्तर प्रदेश हुने भएकाले एउटा प्रदेशमा भएको परीक्षाको कपी अर्कै प्रदेशमा जाँच गर्न व्यस्तता छ। बर्ख्याम र बाटो अवस्थाले पनि नतिजा सङ्कलन प्रभाव पार्ने देखिन्छ। यसअघि वर्षहरूमा शैक्षिक सत्र तोकिएको 1 महिनासम्म शिक्षकले दैनिक 7 घण्टा दरले कापी जाँच गरेको बोर्डको तथ्याङ्क छ। त्यसका निमित्त करिब 30,000 शिक्षक परिचालित हुने गरेका थिए र यस वर्ष शैक्षिक सत्र सुरु भएपछि मात्रै कपी जाँच थालिएको छ। यो अवधिमा पढाउने र कापी जाँच गर्ने दोहोरो जिम्मेवारी शिक्षकले शिक्षकको काँधमा छ। पढाउने र कापी जाँच गर्ने दोहोरो जिम्मेवारी शिक्षकको छ भनेको छ साथीहरू। यहाँ चाहिँ सेड्युल नबिग्रिने गरी काम गर्दैछौँ। महासङ्घ शिक्षक आन्दोलन नृत्य गरेको नेपाल शिक्षक महासङ्घको भने एसईको नतिजा ढिलाइ हुने गरी काम गरिएको दाबी गर्छ। अघिल्ला वर्षहरूकै समयमा नतिजा निकाल्ने गरी कापी जाँच गर्ने शिक्षकलाई निर्देशन दिएको महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी किशोर सुवेदी बताउँछन्। कपी जाँच सुरु गर्न ढिलाइ भए पनि
कहिले शिक्षकहरू द्रुत गतिमा कापी जाँच गरेका छन्। हामीले सेड्युल नबिग्रिने गरी काम गर्ने भनेका छौँ। सुवेदीले बाह्रखरी शीत भने आन्दोलनका कारण नतिजा धकेलिने भएपछि शिक्षकहरू विद्यालय समयभन्दा बाहेक एक पनि समय दिएर कापी जाँच खटिएको उनको दाबी छ। गत वर्ष 2080 चैत पहिलो सातादेखि सञ्चालन भएको एससीईको नतिजा असार 14 गते प्रकाशन भएको थियो। वर्ष 2081 को एससीई नियममार्फत 4,85,085 ग्रेविड 1,004 प्रतिविधि धार 16,000 गरी कुल 15,071,000 विद्यार्थी सहभागी थिए। चैत 7 गतेदेखि 11 गतेसम्म सञ्चालन भएको परीक्षाको मूल्याङ्कन लेटर ग्रेडिङ प्रवृत्ति अनुसार हुने यसरी मूल्याङ्कन हुन्छ। लेटर ग्रेडिङ प्रतिमा एससीईको मूल्याङ्कन लेटर ग्रेडिङ पद्धति बोर्डले गत वर्षदेखि लागू गरेको छ। जस अनुसार परीक्षार्थीले सिद्धार्थ कम्तीमा 35% र विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कन कम्तीमा 40% ल्याउनु पर्ने व्यवस्था छ। यो पद्धतिमा सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको अङ्कनलाई छुट्टै ग्रेड गरिएको छ। लेटर ग्रेडिङमा शीर्षकका लागि सदनको असार विद्यार्थीको प्राप्ताङ्क परिचय आधारमा 8वटा स्वीकृति अङ्क जीपीए र अक्षर ग्रेड लिएर ग्रेड छुट्याएको छ, जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवै 10 र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई 4.0 जीपीए दिइनेछ। A+ हुने यसलाई सर्वोत्तम उपाधि मानिएको छ। यस्तै 80 देखि 90% ल्याउने जीपीए 6.6 र 3.6 र ग्रेड ए हुनेछ भने 70 देखि 80 सम्म प्रतिशतलाई 3.2 जीपीए दिइनेछ। उनीहरूको ग्रेड E+ हुनेछ। यस्तै 60 देखि 70 सम्म ल्याउनेको जीपीए 2.8 र ग्रेड बी ल्याउनेलाई 50 देखि 60 ल्याउनेको जीपीए 2.4 र ग्रेड एसी+ 40 देखि 40 सम्म ल्याउनेको जीपीए 2.0 ग्रेड सी 34 देखि माथि 40 सम्म ल्याउनेलाई जीपीए 9.6 ग्रेड डी कायम हुनेछ। सिद्धार्थको प्रतिशतमा भन्दा कम अङ्क ल्याउने ग्रेड तोकिने छैन, अथवा ग्रेडको वर्गमान र ग्रेड जीपीए वर्ग खाली राखिनेछ। प्रत्येक विषयमा आन्तरिकको न्यूनतम सिद्धान्त ग्रेड टी प्राप्त गरेको विद्यार्थीले मूल प्राप्त पाउने छैनन्। मूल प्राप्त यसैले उच्च शिक्षाको छैन। 2वटा नेम ग्रेड नतिजा आएका विद्यार्थीको सोही वर्ष ग्रेड परीक्षा दिने पाउनेछन्। 2 भन्दा बढी विषयमा ग्रेड भएका तत्काल भएको ग्रेड वृद्धि परीक्षा पनि न्यूनतम ग्रेड पाउन नसकेका विद्यार्थीले नियम कक्षामा सहभागी भई पढ्नुपर्नेछ। उनीहरूले अर्को वर्ष हुने एससीमा सबै विषयमा परीक्षा दिन पाउनेछन्। यदि विद्यार्थी सैद्धान्तिकको परीक्षा सम्मेलन हुन नआएमा उसको आन्तरिक तथा प्रयोगको अङ्क 3 वर्षसम्म कायम रहनेछ। गत वर्ष भने 4,45,054 विद्यार्थीमध्ये वर्ष नत्र ग्रेड यासी सबै ग्रेड सबै विद्यार्थीलाई तत्काल भएको छ। मौका परीक्षाको अवसर दिएको थियो।
यति नै थियो साथीहरू यहाँबाट न्युज यति नै थियो ल त साथीहरू आजको भिडियो यति नै अर्को भिडियोमा फेरि भेटौँला ओके बाई